जान्छन् नि जोइ पहिला जान्छन् विदेश जान्छन् अनि घरमा सासू ससुरा त्यस्तै कचकच गर्ने समाजका मान्छेहरू त्यस्तै भया नभया कुराहरू चाहिँ भाउ त लगाइदिने अनि सबभन्दाखेरि संसारै हल्ल्या जस्ता कुराहरू गरिदिने गरेपछि चाहिँ नि जान्छन् पहिला जान्छन् विदेश जान्छन् यस्तो हुन्छ होइन भने पोइ पनि त्यस्तै अगतिलो विदेश आइकन फोन सुनाइ नगर्ने रुपियाँ नपठाइदिने अनि छोराछोरी र 3-4 भाइ बहिनी चाहिँ जन्माइकन चाहिँ स्याझेर चुचु अनि तिनीहरूको लेखाइ पढाइ गर्नु पऱ्यो तिनीहरूलाई खुवाउनु प्याउनु गर्नु पऱ्यो यहाँ त्यहाँ सबै गर्नु पऱ्यो अनि एउटै छोरी एउटै बुहारीले चाहिँ कहाँ धाउने कहाँ के गर्ने हुक्क निर्णय हुन्छ नि अनि जान्छन् पहिला जान्छन् विदेश क्या हो यही भइकन चाहिँ समाजका छोरी बुहारीहरू चाहिँ यसरी बिग्रिनु पर्याउँछ बाध्य बनाइदिन्छन् क्या हो बाध्य बनाइदिन्छन् यही बाध्य बनाउनको कारणले गर्दाखेरि जोइ पहिला जान्छन् जोइ विदेश जान्छन् हेर्नु है अनि लोगन छोराहरू चाहिँ विदेश कमाउन आएको चाहिँ 6-7 लाख रुपियाँ ऋण काटिन अनि ऋणै नतिरिन चाहिँ दायाँ बायाँ गर्ने खाने रक्सी खाने यतै मकार्ने हल्लिने अनि रुपियाँ 1 रुपियाँ नपठाइदिने घर जाउजान्न अनि फोन सोन नगर्ने गरेपछि त जान्छन् पहिला जान्छन् विदेश जान्छन्